सम्पूर्णमा नमस्कार र फेरि पनि आज चाहिँ एउटा सानो भिडियो साथै विशेष भिडियो लिएर आएको छु है। र म चाहिँ फिलहाल अहिले माथि तकलिङ रब्रोको यो एउटा उसको एउटा जुन डेस्टिनेसन पोइन्ट बनाएको छ त्यहाँनिर छु है। र त्यहाँ चाहिँ म आएको छु र मसँग चाहिँ SB07 जो सोसियल मिडियाको चलाउने जो ब्रदर हुन्छ सुरज विष्ट, साथै टिस्टाबाट सञ्जोग गुप्त जो टिएमसीका कुनै एउटा लिडर हुनुहुन्छ है, एउटा कुनै पोस्टमा भएको लिडर उहाँ हुनुहुन्छ। साथै हाम्रो तल हस्पिटलमा एरियामा चाहिँ एउटा जो ब्रदर हुनुहुन्छ उहाँले चाहिँ गाडी चलाउनुहुन्छ है। हामी चाहिँ आएर चाहिँ आजको सन्डे चाहिँ आज चर्च बाद चाहिँ हामी यहाँनिर यसो घुमघामको लागि आएको छौँ होइन। र यो भिडियो सुरुवात गर्न लागिरहेको छु र स्वागत गर्दछु मेरो ब्लगमा तपाईँहरूलाई र आउनुहोस् भिडियो हेर्न जाउँ। र अहिले चाहिँ यहाँ रब्रोको यो फास्टफुड भन्यौँ, रेस्टुरेन्ट भन्यौँ, यो फुड हब भन्यौँ, यही हो। यहाँनिर छु है, तर देख्न सक्नुहुन्छ यहाँ चाहिँ रमाइलो हुन्छ। रब्रो चाहिँ यहाँ छ हाम्रो है। सबैजना भेटघाट गर्नु आउँदा यहाँ स्पेसली यहाँ मेरो दाजुहरू आउनु भएको छ होइन। उहाँ अस्ति पनि आउनु भएको सञ्जोग दादा अब अँगानकै हो, डेली नै हो उहाँ। यहाँ हाम्रो पेम्पा दाजु विशेष सिक्किमबाट, अनि अस्ति पनि आएर उहाँ पनि आउनु भएको। यहाँ उहाँ फर्स्ट टाइम, अनि यहाँ हाम्रो किर्नेबाट उहाँ फर्स्ट टाइम हो। म पनि फर्स्ट टाइम हजुर। अनि त्यही त अब दुःख सुखको बात मात्रै उहाँले चाहिँ अब भाइरल बनाइदिनु पर्यो भन्ने क्या। अन्त अहिले मैले निकालिदिएको भाइरल भनेको निन्जा टेक्निक। त्यो चाहिँ के गर्ने, त्यो चाहिँ पुरा निन्जा टेक्निक सोचेर मात्रै गर्नु। नेतालाई भन्यो भने आङ पड्किहाल्छ, खाना पनि हालिहाल्छ। युट्युबरहरूलाई कराउनु यिनीहरू मऱ्यो, चोर हो, गुन्डा हो भन्ने। युट्युबरले चाहिँ त्यो स्क्रिनसट गरेर छेउमा राखेर यो मान्छेले हामीलाई यस्तो भने रहेछ साथीहरू भन्नु बित्तिकै यो मान्छे यस्तो यो च्यानलको नाम रहेछ भनेर त्यो दर्शकले पनि फेरि हाम्रै भ्युवर्सहरूले कस्तो रहेछ के चाहिँ बोलेछ भनेर उसको पनि गरे हेरिदिन्छ नि त प्रोफाइल हो, पेजलाई सर्च गर्छ, अन्त ऊ भाइरल भइगयो। भाइरल भनेको निन्जा टेक्निक डाउन टु अर्थ भन्छ नि कहावत छ कि, त्यो चाहिँ हाम्रो रब्रोले चाहिँ देखाएको छ है। गभर्मेन्ट छैन कुनै पनि प्रकारको र आफै खट्ने आफ्नै काम गर्ने। नमस्कार, र अहिले चाहिँ म हाम्रो रब्रोको साथमा छु है। र यहाँ चाहिँ हाम्रो रब्रो हुनुहुन्छ, अलिकति प्रमोट गरिदिनु पऱ्यो मलाई। लासो फ्यापोलो नमस्ते सम्पूर्ण साथीहरूलाई है। र आज उहाँ मेरोमा आइपुग्नु भएको छ, खुसी लागिरहेछ। नाम चाहिँ रितेश थापाज्यू। खुसी लागेको छ उहाँहरूको टिम देख्दाखेरि होइन। उहाँहरू अब उहाँ फर्स्टचोटि, अरू टिमहरू त सेकेन्डचोटि हो। र जतिजना दर्शकहरू हेरिरहनु भएको छ तपाईँहरू प्लिज एक दिन समय मिलाएर आउनुहोस् होला। फलोवर पनि हो तपाईँको, एकदम धन्यवाद। उहाँ मेरो फलोवर हुनुहुँदो रहेछ, पनि फलोवर एकदम मेरो भाइ सुबुको पनि। र तपाईँहरू जतिजनाले यो भिडियो हेर्नुभएको छ उहाँको च्यानलबाट, उहाँको च्यानललाई पनि हामीलाई जस्तो माया गरिदिनुहोस् होला होइन। लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्, फलो गरिदिनुहोस्, अनि कमेन्टहरू मिठो मिठो दिनु पऱ्यो क्या उहाँहरूलाई। अब के हुँदैछ कसो हुँदैछ अलिकति अब बढ्ता सिताराहरू है सबैले सकिन्छ सोसियल मिडियामा काम गर्नु होइन। तपाईँकोमा कला हुनुपर्छ, तपाईँकोमा एकदम हास्य कलाकारै हुनुपर्छ, उसको चल्छ भन्ने होइन नि त। तपाईँले जे कुरो देख्दैछ त्यो कुरो प्रमोट गर्ने हो, खिचेर हाल्ने हो, अवश्य चल्छ, हार खानु हुँदैन। यस्तो अब हामी चाहिँ इन्सपिरेसन त तपाईँहरूबाटै हो एकदम। किन भन्दाखेरि अब हामी त नयाँ अब यो त हाम्रो नयाँ हो नि त। अब तपाईँहरू गर्दै आएको र यो चिजले नै तपाईँ यतिको उन्नति गर्नुभएको होइन। अब इन्सपिरेसन त तपाईँहरू नै हाम्रो चाहिँ अब एकदमै लोकल जुन अब तपाईँ जुन हाम्रो यता यो क्षेत्रको चाहिँ अब तपाईँहरू नै हो नि त। किन सिक्किमहरू जानु, किन अब अरू जग्गा जानु, हाम्रो यतै छ त होइन। अब त्यो तपाईँहरू नै हामीलाई अब हाम्रो आइडल मान्छु निन्जा हो। सोसियल मिडिया चलाउनु पाइन्छ होइन, तर अब आजभोलि भाइरल हुनेको निन्जा टेक्निकहरू पनि युज गर्छ। अघि भर्खर त्यो निन्जा टेक्निक भन्दा चाहिँ बरु रब्रो भनेर
च्यानललाई ह्यासट्याग गऱ्यो भने राम्रो मेरो फलोवर्सम्म पुग्छ पुगिन्छ। अनि हामी सेयरहरू पनि गरिदिन्छौँ राम्रो कुरो ल्याउनु सेयर गरिदिने हो हामी अलवेज होइन यहीँ आउनुपर्छ भेट्नु भन्ने पनि होइन नि त हाम्रो गाउँमा यो प्रब्लम छ यो छ हामीले यस्तो गर्दैछौँ है साथीहरू भन्यो भने हरेकले चलाउनुपर्छ अहिलेको समयमा जसको गुगल एकाउन्ट छ सबले च्यानल चलाउनुपर्छ होइन अब फर्स्टमा त 1 भ्यू 2 भ्यू 20 10 मात्रै त हुने त्यही हो तर हालेको गर्ने नि कुनै न कुनै मिलियन हिर्काउँछ नि म त ग्यारेन्टी दिएर भनिदिन्छु ल मेन चाहिँ अब हामीले चाहिँ तपाईँ यहाँ आउनु चाहिँ कारण चाहिँ के भनेदेखि चाहिँ यहाँ आयो भनेदेखि चाहिँ अलिक भए पनि हामीलाई आफूलाई पनि प्रमोट हुन्छ प्लस तपाईँहरूलाई पनि यसो अब हाम्रो जग्गा नयाँ कुरा हो यो क्षेत्रको लागि चाहिँ होइन अब तपाईँले फर्स्ट टाइम गर्नुभएको त्यो पनि कुरा अब यो चाहिँ आयो भनेदेखि चाहिँ तपाईँलाई पनि अब हाम्रोबाट अलिकति भए पनि उयो भयो प्रमोट नै भनौँ न एउटा एकदमै एकदमै अब हामीलाई पनि प्रमोट भयो तपाईँलाई पनि प्रमोट भयो एकदमै अन्त अब सानो हामी मान्छे ठुलो त गर्नु सक्दैनौँ तर पनि हुन्छ धन्यवाद एकदमै हवस् यतिको लागि पनि धन्यवाद हवस्, हवस्। हुन्छ हुन्छ थ्याङ्क यू आलु पनि छ यहाँ हाम्रो सुरज हुनुहुन्छ यहाँ हाम्रो पेम्बा ज्यू हुनुहुन्छ यहाँ हाम्रो घिउ पनि छ घिउ पनि छ घिउ पनि बस यहाँ घिउ पनि छ यो चाहिँ हो तपाईँको अझै पनि यो खुल्ला नै छ रातिको 9 बजिसक्यो 9 पार भइसक्यो है र अझै पनि कन्टिन्यू छ चलिरहेको छ र अब चाहिँ हामी घर फर्किनु लागेको है त ल र त्यो भन्दा भिडियो आफ्नो भिडियो समाप्त गर्दैछु बाई बाई गुड नाइट सबजनालाई